3 point. Nice. कति खुसी है? के सर मान्ने? बुद्ला। बुद्ला। बाटोमा यहाँ पानीले यार हान्यो यार। नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरूले सन्चै छ होला। म नि सन्चै छु, आरामै छु। आज चाहिँ के को भिडियो बनाउने भन्दाखेरि चाहिँ उता हाम्रो हुलचेड बास्केटबलको ट्रेनिङ सँगै एउटा सानो प्रोग्राम हुँदैछ। भान्जी के छ? स्कुल जान लाग्यो? तिमी कतिमा पढ्छौ? यो किसिममा बिदा रे हर्षी। स्कुल बिदा रे त नि? स्कुल बिदा रे त? ओइ स्कुल बिदा रे त? ओह माय गॉड! वाउ! अनि कहाँ जानु त घर जाने होला? कति खुसी है? म चाहिँ बाटोमा छु। अब जान लाग्छु उता साथीकोमा चाहिँ। उता साथीमा गएपछि तपाईँलाई म देखाउँछु नि है। A few moments later. साथीकोमा आएर नि हामी यताबाट निस्केर जान लाग्यो। अब हामी बाटोमा हामी चाहिँ अहिले यहाँ गेम खेलेर थर्ड क्वार्टर बाँकी छ। जितिसक्यो। लास्ट क्वार्टरमा के गर्छौ कि? क्याप्टेनलाई सोध्नुपर्छ। क्याप्टेन सर, तपाईँको टिमको लास्ट क्वार्टरको के छ प्लान? अनि तार्दै ढुक्क नि जित्छ भन्ने। गेम के हुँदैछ नवीन दाइ? गेम खतरा भइरहेछ है। लास्ट क्वार्टर हेरेर आवा बाल्नुपर्छ। तपाईहरु त अनि हारेर त अहिले अहिलेसम्मको। अङ्कल हाम्रो राजनीति के छ त अब? कपाल.com यार, हामी त अब चाहिँ 5 स्कुलले बढी छ यहाँ जितेर चाहिँ नि 500 रुपैयाँ ट्याक्क टिपेर हिँडिहाल्ने। पैसा ही पैसा होगा। रमेश दाइहरु के छ रे? ठिक छ 5 स्कुल भन्नु ल भाइ, राम्रो प्रगति गर युट्युब च्यानलमा हैन। सबैले सब्स्क्राइब गरून्, लाइक गरून्। मैले चिन्ने जतिले चाहिँ हाम्रो विजय भाइ एउटा आर्मी टिमको जल्दो बल्दो खेलाडी हो हैन। सबैले सपोर्टेड गर्नुपर्छ। अपाङ्गता भएका व्यक्तिले युट्युब चलाउनु हुन्न भन्ने कहीँ पनि लेखेको छैन। अपाङ्गता भएका व्यक्तिले पनि राम्रो खोज गरेर चाहिँ केही सामग्रीहरू हाल्न सक्छन्। विजय भाइलाई चाहिँ बेस्ट अफ लक युट्युब च्यानल खोलेको तर्फमा। मैले पनि सब्स्क्राइब गरेको छैन, यो चाहिँ आज हरदम गएर चाहिँ सब्स्क्राइब गर्छु। प्रगतिको पाइलाहरूले सधैँ चुमिराखौँ, प्रगति भइराखोस्, इनर्जी सधैँभरि होस्, हेल्थमा राम्रो होस्, त्यही नै हो। टाइम नभएकोले मान्ने हो। 5 मिनेट तपाईँ जितिहाल्ने भने तपाईको गेम धेरै बिग्रिन्छ। 5 मिनेट त धेरै बिग्रेछ नि। बवाल oh no. Gadia. Nice ball. Nice. Nice. Wow.
Catch. Wow, nice. Yes. Look. Three point. Nice. दुईचोटि लगातार हारिरहेछ कालो मान्छे झन् कालो भएछ दाइ के भन्नु न केही छैन भाइ केही छैन अब वर्ष मङ्गलबार जितिन्छ समझ रहे हो ना दाइ तीनचोटि लगातार हारिरहेछ है हिजो 2 गेम खेले त 2 गेममै हार्यो त 2 गेममा तिमी नै हार्यौ नि एक गेम त एक गेम पो अनि आज एक बजे गेम हार्यो तिमी अब सक्यो अब हामी चाहिँ अहिले खाना हालेछौँ बुद्लै छ यार ठिकै के सर पाण्डे बुद्ला बुद्ला हेर्ने बुद्लै हो क्या बुद्लै चाहिँ गेम सक्यो अनि खाना साना खाएर चाहिँ अब चाहिँ घर जान लाग्यो आजको गेम चाहिँ अब हामी आर्मीहरूको चाहिँ ए र बी टिम थियो ए र बीमा चाहिँ अब बी टिमले जित्यो हाम्रो टिमले जित्यो त्यो रमाइलो भयो साथीहरूसँग खेल्यो दासँग खेल्यो रमाइलो भयो अब यति नै हो है अनि हाम्रो प्ले ग्राउन्ड चाहिँ यस्तो हुन्छ है हेर त यसो त्यहाँदेखि है डेन्जर छ नि यो ठाउँ चाहिँ सानो भर्याङमा छ सानो भर्याङको आर्मी रिह्याब सेन्टर जुन यो आर्मीहरू चाहिँ कुनै एक्सिडेन्टहरूमा के पऱ्यो भने यतै रिह्याब गर्छ अनि त्यही अब होलचेयर बास्केटबलको नि टिम छ म नि अब होलचेयर बास्केटबल आर्मीको टिमबाट खेल्छौँ 1 वर्ष हुनु लाग्यो साथी हो अब चाहिँ घर जान लाग्यो तपाईँहरूलाई अब बाटोमा हुन्छ जहाँ हुन्छ देखाउने प्रयास गर्छु अब हामी चाहिँ यताबाट निस्किनेर लागिरहेको छौँ गेम खेल्यो जस जित्यो ऊ चाहिँ हार्यो जस रमाइलो लाग्यो गेम हारियो उसले जित्यो 2 दिन भयो गेम हारेको कति रुपियाँ गयो 100 रुपियाँ गयो पानी चाहिँ डेन्जरै परेछ चौतातिर बादल आम्मा यहाँ फेरि पानी परेको छैन बाटोमा यहाँ पानी ल्याएर हान्यो यार फाइनली म घर नि आइपुगेँ बाटोमा पानीले नि भिजायो अब कपडा सपडी भिजिसकेपछि अब चेन्ज गर्नुपर्छ अनि म घरमा आउँदै थिएँ मेरो भान्जी त रिसाएर बम भएर बसेछ भान्जी यति हेर के छ मामाको ब्लगमा के भन्न चाहन्छ भन्न त भान्जी अनिल पिट्यो कहाँ पिट्यो भन त ल भान्जी यति हेर यता मामाको ब्लगमा के भन्छौ तिमी ल माल्छु पर ल तिमी यसरी रिसाउनु हुँदा नि ल गाइज अब यति भन्दै नेक्स्ट ब्लगमा भेटौँला है बाई बाई